यो चाहिँ रहेको छ हिजो आएको कोसेली है। दिदीलाई चाहिँ एकदमै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँले चाहिँ के भन्नुभएको थियो भने सुरुमा चाहिँ कपालमा लाउने तेल चाहिँ थोरै पठाइदिन्छु तोरीको तेल भन्नुभएको थियो क्या। ए हुन्छ ल ल दिदी भनेर चाहिँ भनेको थिएँ। तर तोरीको तेल मात्र नभएर चाहिँ यहाँनिर यो चाहिँ दसैँमा बनाउनु भएको सुकुटी है। यस्तो मजाले गाउँदेखि आएको कोसेली हो। मजाले अब आगोमा सुकुटी हैन, यो राँगाको सुकुटी बनाएर पठाउनु भएछ। राँगाको मात्र नभएर सुँगुरको मासु पनि यस्तो मजाले उसिनेर है, यस्तो मजाले सुकुटी बनाएर पठाउनु भएछ यो सुँगुरको पनि। अनि त्यस पछाडि म तपाईहरुलाई देखाउँछु। यहाँनिर रहेको छ उहाँले नै फलाउनु भएको डल्ले खुर्सानी, एकदमै गाउँको है, प्योर डल्ले खुर्सानी। अनि यहाँ रहेको छ गाउँमै उहाँले करेसाबारीमा फलाउनु भएको बोडी अनि डल्ले खुर्सानी है। अनि एकदमै मलाई मनपर्छ यो टमाटर, रुखे टमाटर भन्छ है। यता त पाउकै कति पर्छ, पाउकै 50 60 70 समथिङ त्यस्तै पर्छ। अनि मैले खोर्सानी चाहिँ रेसिस्टरलाई पनि मैले दिएर पठाएँ, खोर्सानी र यो चाहिँ दिएर पठाएँ है। अनि मासु त खासै खानुहुन्न नि त उहाँले, मलाई चाहिँ मासु एकदमै धेरै मनपर्छ। सो अनि एकदमै धेरै यो राजमाको दाल होइन उहाँले फलाउनु भएको आफैले, यस्तो राम्रो यो राजमाको दाल भन्छ, यति मिठो हुन्छ यो दाल है। यो दाल मजाले उसिनेर चाहिँ यस्तो चिप्लो चिप्लो टाइपको यस्तो मिठो हुन्छ होइन। उहाँले पनि आफ्नै बारीमा फलाउनु भएको। अनि यो रहेको छ तोरीको तेल। उहाँले चाहिँ तोरीको तेल चाहिँ थोरै पठाउँदैछु है, 1 माना जति भनेर भन्नुभएको थियो। यो तोरीको तेल पनि उहाँले पठाइदिनु भएको छ। उहाँहरूले नै तोरी छरेर चाहिँ मिलमा पेलेर पठाउनु भएको यो तोरीको तेल। एकदमै शुद्ध तोरीको तेल चाहिँ यस्तो हुन्छ है, तोरीको तेल। अनि यहाँ रहेको छ प्योर भैँसीको घिउ भनौँ न, यस्तो मिठो बास्ना है। हिजै मैले चाहिँ सुँगेको रेजिस्टर हामीले चाहिँ हिजै हेरेको नि त। अनि यस्तो हर हर बास्ना आउने त्यो कस्तो हुन्छ भने यहाँतिर घिउ किन्यो भने त्यो बाक्लो बाक्लो कस्तो कस्तो टाइपको काँडा काँडा टाइपको बस्छ नि घिउ, तर त्यस्तो हुँदैन यहाँको घिउ चाहिँ। मलाई खोल्न कस्तो अप्ठ्यारो भयो, खोल्नु पर्यो। अनि यहाँको घिउ चाहिँ यस्तो मिठो हर हर बास्ना आउने है, यस्तो क्या। हेर्नुहोस् न अब यस्तो म झिकेर देखाउँछु, यहाँ कपाल पनि पर्छ। अनि यस्तो हुन्छ क्या प्योर घिउ चाहिँ। म तपाईहरुलाई कसरी देखाऊँ, यो मजाले देखिएको छैन होला, जस्तो कि यो मतलब दाना दाना टाइपको कस्तो हुन्छ क्या, कस्तो राम्रो हुन्छ। प्लस मैले चाहिँ रेडमीबाट फोन खिचिरहेको छु, किनभने चाहिँ मेरो आइफोन चाहिँ हरायो। सो 23 गते, आज 3-4 दिनै भयो होला। अनि आज 26 गते भनेपछि 3-4 दिनै भयो होला, त्यहाँबाट स्पष्ट आउँथ्यो। अनि रेडमीबाट चाहिँ मैले खिचिरहेको छु मेरो पुरानो मोबाइलबाट। यस्तो मजाको छ घिउ, हेर्नु गाउँको है, हर हर बास्ना आउँछ होइन। यस्तो मजाको छ, मेरो खानामा पनि सिटी लाग्यो, यस्तो मजाको छ हेर्नुहोस्। तर कस्तो स्पष्ट नदेखिने, मतलब यो मेरो मोबाइलले गर्दा हो। अरे यस्तोरी यो हातमा राख्दा राख्दै यस्तो मजाले पग्लिरहेछ है। यस्तो मिठो छ कुरै नगरौँ, यस्तो हर हर टाइपको बास्ना आइरहेछ है। अनि यो चाहिँ म मजाले 1 चम्चा मजाले 1 चम्चा खानु पर्यो है, चिसो महिनामा तातो तातो भातसँग खानु पर्यो। अनि तपाईहरुलाई देखाइ नै हालेँ कोसेली। अनि विशेष गरी दिदीलाई चाहिँ धन्यवाद भन्न चाहन्छु होइन। अनि यस्तो राम्रो हेर्नुहोस्, ओ माई गड, यस्तो त पाउँदैन नि। मतलब घिउहरू किने पनि मतलब जति खराए पनि यस्तो हुँदैन क्या यहाँको घिउहरू चाहिँ। मतलब यस्तो हुँदैन, मतलब त्यो डोलो डोलो टाइपको आउँछ क्या, यस्तो डोलो डोलो, यस्तो छाम्दा पनि दाना दाना टाइपको हुन्छ। उता गाउँकोहरू प्रायः मैले त्यस्तै देखिरहेको छु होइन। उहाँले चाहिँ भैँसी पाल्नुहुन्छ, अनि भैँसीको पकालेर सबलाई थोथोरे कोसेली हालिदिएको बहिनी भन्दै हुनुहुन्थ्यो। धन्यवाद दिदीलाई, मेरो हातको हालत पनि यस्तै छ है। अनि यहाँनिर तपाईँहरूले देखिहाल्नुभयो, तपाईँहरूको फेभरेट कुन होला कमेन्ट गर्नु होला। सो अनि मेरो फोन पनि हराइरहेछ। अनि फोन चाहिँ आइफोन 12 प्रो म्याक्स हो।
अनि म चाहिँ गाडीबाट चाहिँ जस्तो कि इभी भनौँ न, सेतो माइक्रो भन्छ कि त्यसलाई के भन्छ। अनि गाडीमा मतलब यस्तो सिटहरू सबै फुल भएर उल्टो साइड बस्नुपर्ने सिटमा चाहिँ म यस्तो ढोका साइडमा चाहिँ बसिरहेको थिएँ है। अनि उतापट्टि लेडिज हुनुहुन्थ्यो, बिचमा चाहिँ एकदमै जेन्ट्स हुनुहुन्थ्यो, तर मास्क लगाएको थियो। त्यो केटाले चाहिँ मास्क लगाएको थियो अनि एकदमै कालो थियो, होचो टाइपको थियो, फोरी टाइपको थियो मान्छे पनि है। अनि त्यहाँदेखि चाहिँ के भयो भने मेरो खाना अफ गर्नु पऱ्यो बोल्दा बोल्दै। अनि त्यहाँदेखि अब के भयो भने जस्तो कि त्यो मान्छेले चाहिँ अगाडिदेखि नै मलाई निगरानी गरिराखेको जस्तो मैले फिल गरेँ। किनभने चाहिँ टुस्यालदेखि अलिकति माथि पुगेपछि चाहिँ चाबेलबारी भनेर यसरी 20 रुपियाँ थोत्रे नोट चाहिँ त्यो कन्ट्र्याक्टर भाइलाई चाहिँ दिइराखेको थियो। भाइ म चाहिँ चाबेलबारी झर्ने भनेर दिइरहेको थियो अगाडि नै। अनि म पनि अलिकति माथि चुचेपाटी पुगेपछि चाहिँ भाइ चाबेलबारी लिनुहोस् न मेरो भाडा भनेर मैले पनि दिएँ। अनि त्यस पछाडि चाहिँ त्यो केल टावरदेखि अलिकति माथि त्यो जेब्रा क्रसिङ छ, अनि त्यहाँनिर चाहिँ पुरै जाम भइदियो क्या। अब चाबेलबारी उतै त किन गई बस्नु र, जाम भयो भने त अब उत्रेर त्यही त हो भनेर। अनि म भाइ म जाममा उत्रिन्छु ल, मिल्छ भने मिल्छ भने भाइले। अनि त्यहाँदेखि चाहिँ म यस्तरी त्यो मेरो त्यो फोन चाहिँ जस्तो कि दुईवटा झोला थियो, एउटा भिड्ने झोला अनि एउटा चाहिँ यस्तरी हातमै बोक्ने झोला थियो होइन। अनि त्यहाँनिर चाहिँ मैले यसरी बोक्ने झोलामा चेन पनि केही पनि थिएन। अनि त्यहीँनिर अब सजिलो हुन्छ होइन, फोनहरू केही आयो भने इनकेस टाइमहरू हेर्नु पर्यो भनेर मैले त्यहीँनिर राखिरहेको थिएँ। अनि त्यहाँदेखि अनि जाम भयो। अनि झर्नुभन्दा अनि यस्तरी उठेँ, अनि उठेर झोला बोकिरहेको थिएँ। अनि घुचुक्क गऱ्यो क्या गाडीले त्यो रोक्ने बेलामा। त्यतिखेर चाहिँ त्यो मान्छे त्यो कालो मान्छे त्यो मेरो छेउमा भने नि, त्यो मान्छेको हात चाहिँ मेरो झोला त्यो फोनको सिधा यस्तरी हात छिराइसकेको थियो। मतलब यस्तरी छिरिरहेको थियो। अनि मैले यस्तरी हेरेँ, अनि केही पनि मेरो दिमागमै आएन कि केही भन्ने दिमागै आएन मलाई। अनि मैले चाहिँ सोचेँ त्यस्तो नेगेटिभ चाहिँ दिमागमै आएन। अन्जानमा अब त्यो घुचुक्क परेर हात परेको पनि हुनसक्छ, त्यो मेरो दिमागै के भयो होइन। पुरै त्यो ब्ल्याङ्क टाइपको त्यो हुन्छ नि, खाली टाइपको भयो क्या मेरो दिमाग चाहिँ। अनि हात तलै थियो, मैले किन गाली पनि नगरेको होला क्या, भरे मात्र झसङ्ग भएँ क्या। अनि त्यहाँदेखि हात हालिरहेको थियो। अनि त्यो ब्याग त मैले फेरि अब यसरी चेपेर, अब त्यो चोर छ भन्ने मेरो दिमागै थिएन। त्यो ब्याग चाहिँ यसरी बोकिराखेको ब्याग चाहिँ अगाडि यसरी निस्किने बेलामा त अगाडि थियो, अनि सट्ट यसरी अब पछाडि नै गयो नि त त्यो यो मैले बोकिराखेको जस्तो कि यो ह्यान्ड ब्याग। अनि फोन पनि त्यही थियो। अनि त्यहाँदेखि म झरेँ। अनि म सँगसँगै अबै तपाईँ पनि झर्नु, तपाईँ अगाडि झर्नु भन्दै थियो। अनि म झरेँ, अनि झरेर जामै थियो। अनि यसरी मैले फोन चाहिँ झरेपछि फोन यस्तरी कति बजिसक्यो होला भनेर मैले यस्तरी हेर्न खोज्दा फोनै थिएन। अनि गाडी पनि ती रोकिरहेको थियो। भाइ एकछिन रोक्नु, मेरो फोनै छैन। त्यो मसँगै उत्रिराखेको थियो नि एउटा कालो मान्छे, मलाई त्यही शङ्का लाग्यो। अघि पनि हात परिरहेको थियो। त्यो मान्छे कहाँ गयो भने प्यासेन्जरहरूले चाहिँ चाबेलमा झर्नु पर्ने मान्छे चाहिँ हतार गाडी चढेर फेरि फर्केरै गएछ क्या उतै, जस्तो कि बौद्ध जोरपाटी साइडै फर्केर गएछ। मोबाइल पनि अब थुत्यो, अगाडि गयो भने त भेटिहाल्छ। अनि पछाडि नै भागेर गएछ त्यो मान्छे, गाडी चढेर गइहालेछ। अनि त्यत्तिकै अब म गएँ। अनि एकजना आन्टीलाई मेरो मोबाइल हरायो, एकछिन डायल गरिदिनु न भनेर स्विच अफ गरिहालेछ क्या त्यो चोरले चाहिँ। अनि त्यहाँनिर चाहिँ जेब्रा क्रसिङ त्यहाँनिर चाहिँ म्याक्सिमम धेरै नै चोर लाग्छ अरे होइन, लगातार चोरी भइराखेको छ अरे भनेर भन्नुभयो अरूले पनि। अनि त्यहाँदेखि म अब ब्याङ्किङ उहरू चाहिँ ब्लक गरिदिएँ, एटिएम मात्र चल्ने बनाइदिएँ। अनि त्यहाँदेखि म
पुलिस चौकीमा गएर बुझ्दाखेरि चाहिँ अब एकैचोटि उता माइती मण्डला साइड जानुस् भन्नुभयो। खै के समथिङ के भन्नुभयो त्यो चाहिँ बिर्सेँ, माइती मण्डला मात्रै याद छ। अनि त्यहाँदेखि गएर मैले फर्म सम भरेर अब अनलाइन भर्नु पर्दो रहेछ। अनि कतिले भन्नुहुन्छ अब भेटिन्छ, आइफोन त भेटिन्छ भन्नुहुन्छ। अब कतिले चाहिँ इन्डिया अब बाइपास कि के भन्दो रहेछ, पास भइसकेको छ, इन्डिया छिरायो भने त अब भेट्दैन, नेपालकै अब सीमा हालेर चलायो भने चाहिँ भेटिन्छ भनेर भन्नुभयो। अनि कतिपय अब चोरहरूले चाहिँ पाट पूर्जाहरू अब आइफोनको त अब क्यामेराहरू नखोलेको फोन, राम्रो फोन थियो, अनि क्यामेराहरू ग्लासहरू भित्रको पाट पूर्जाहरू अब त्यसरी बेचिदिन्छ अरे नि त चोरहरूले त। अनि त्यसरी हो भने चाहिँ अब भेट्ने चान्स चाहिँ एकदमै 100मा 1% भनेपछि त एकदमै कम हो। अनि त्यहाँदेखि अहिले त अब मेरो रेडमी फोनबाटै भिडियो खिचिरहेको छु। अब ठिकै छ, केही छैन। अब होप राखेको छु भेटिन्छ भन्ने। यस्तै छ। सबैजनाले भिडियो हेरेर साथ दिनुभयो या सुनेर साथ दिनुभयो, सबैजनालाई थ्याङ्क यू सो मच। अनि मलाई एकदमै धेरै प्रेसर भइराखेको छ। अनि हिजो त झन् एकदमै धेरै टाउको दुखेर है, एकदमै धेरै भारी भए जस्तो भइरहेछ। अनि एकतिर चिसो, एकतिर त्यो प्रेसर पनि होला, मलाई तनाव, त्यो स्ट्रेस भएको होला क्या, स्ट्रेस। अनि त्यही भएर सो केही छैन। अब चाहिँ म के भन्न चाहन्छु अरे, यो बोडी अनि यो थोरै सुँगुरको मासुसँग चाहिँ बोडी पकाएर ग्रेभी बनाएर खाएर म जान्छु। खाना पाकिसक्यो। सो अहिले चाहिँ यति भन्दै सबैजनालाई थ्याङ्क्स फर वाचिङ, बाई बाई। अब बाई बाई त भनिसकेँ, तर थम्बनेलको लागि चाहिँ यस्तरी